Hello guys, welcome back to our channel after a long time. तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ प्रीतिको छुट्टी छ। म चाहिँ आज ड्युटी जान लागेको। अनि धेरै लङ टाइम भयो भ्लग पनि नबनाएको, त्यसैले आज चाहिँ म हल्का भ्लग बनाऊ हैन। यसो दिन्छु अब डेलिभरी जाँदाखेरि यसो भ्लग बनाऊ भनेर यसो मैले चाहिँ आज यसो ट्राई गरिरहेको छु। हेरौँ कस्तो हुन्छ है गाइस, ल हेर्दै गर्नु होला। के अरे आज तपाईहरुलाई म चाहिँ डोमिनोजमा काम गर्ने हो, डोमिनोज ड्राइभरमा। म चाहिँ पिज्जाहरू डेलिभरी गरिरहेको हुन्छु। अनि त्यसकै बारेमा चाहिँ आज हल्का भिडियोहरू गर्न गइरहेको छु। तपाईले हेरेर साथ दिनु होला है त गाइस। घाम पनि अति छ के फेरि यार, यहाँ त लास्टै गर्मी छ हौ साथीहरु। एसी पनि चल्दैछ, एसी चल्दैछ। गर्मी यस्तो गर्मी छ साथीहरु। ल है साथीहरु, यस्तो हाइवे छ यहाँ चाहिँ, पुरै 3 लेन छ। ल हेर्नुस् कस्तो राम्रो भ्यू हैन। आज मौसम पनि क्लियर छ, तर घामले चाहिँ नि यहाँ गरेर घुस्नु पर्छ क्या। घाम घाम घाम, एसी नभए त कामै छैन यहाँ। अब हामी फेरि गाडीमा हिँडिराख्नु पर्छ दिनभरि हैन। अनि एसी को त अब यहाँ सबै एसी को खेल छ। चाहिँ मैले सबै मालाहरू चाहिँ नेपालबाट लिएर आएको। अनि यहाँ गाडीमा यसो लगाएको छु। यसो के अरे उसहरू पनि यहाँ बुद्धको उसहरू पनि माने भनेर चट्टा गाडीमा लगाएको छु साथीहरू। आज रोड खाली खाली छ आजकल, खै खासै त्यस्तो बिजी ट्राफिक हुँदैन, किन हो हैन। क्लियर छ अझ मौसम। आजबाट चाहिँ हल्का म यो डेली भ्लग गर्नु पर्यो भनेर के साथीहरुलाई के यसो भिडियोहरू म दिइराख्छु हैन। सो भिडियो गर्छु, कस्तो हुन्छ के हुन्छ यसो तपाईहरुले हेरेर प्रतिक्रिया दिनु होला। कमेन्ट, लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। केमन आइल्यान्डको बारेमा हल्का जानकारी दिन्छु म तपाईहरुलाई।
है गाइज, म काम गर्ने चाहिँ यही प्लाजा हो। हाम्रो चट्ट डोमिनोज चाहिँ उता छ, त्यता डोमिनोज चाहिँ यहाँ छ। डोमिनोजको गाडीहरू ड्राइभरहरू निस्केर लागेर छ। म चाहिँ पार्किङमा आइपुगेँ, अब भित्र जान्छु होइन। त्यसो अब भित्र त देखाउन मिल्दैन क्या, अब यसो कहाँ लान मिल्दैन। म अहिले डेलिभरी लिएर अनि तपाईँलाई फेरि भेट्छु म चाहिँ गाइज। ल है साथीहरू, म चाहिँ अब डेलिभरी लिएँ। मेरो फर्स्ट डेलिभरी काम चाहिँ यस्तै छ। डेलिभरी छ भने कुद्न पाइयो रोडमा होइन। अब डेलिभरी छैन भने चाहिँ भित्रै बस्ने, डेलिभरी कुर्ने, भित्र हल्का काम गर्ने, फेरि डेलिभरी रेडी पार्ने, निस्किने। अब केमन आइल्यान्डमा म आएको पनि कति 8 वर्ष भइसक्यो होइन। अनि 2017 सालमा आएको क्या अरे, 2025 साल भइसक्यो। अनि मैले काम गरेको चाहिँ सुरुदेखि नै यही कम्पनीमा हो। अब काम हल्का आरामदायी छ भनेर के अरे कम्पनी चेन्ज गरेन। त्यही भएर साथीहरू हेर्नु, घाम चाहिँ लास्टै छ है। आज ट्राफिक अलिअलि त छ, नत्र पहिला सुग्राबाट लास्टै धेरै ट्राफिक हुन्छ यहाँ। ल है साथीहरू, केमन आइल्यान्डमा यस्तै छ काम। यस्तो ट्रकले फेरि अब यहाँ बाटो यस्तो ढिलो हिँड्छ यिनीहरू फेरि। है साथीहरू, यो चाहिँ म आइपुगेँ।
डेलिभरी छ। यहाँ गाडीको ग्यारेज हो कि गाडीको गाडी छ। यहाँ पुरै गाडीहरू बनाउनलाई उस गरेर चाहिँ टक्क गाडी बनाउने ग्यारेज जस्तो। यहाँ चाहिँ के छ भने त्यो ग्यारेज के पुरा वेयर हाउस जस्तो छ कि त्यो गाडी नै गाडी छ वेयर हाउस टाइपको। तर टक्क के भन्ने यता देखाउन मिल्छ तपाईँलाई पुरै गाडी छ होइन, गाडी यहाँ। यतातिर फेरि बालुवा के माटो निकाल्ने उस छ क्या। यता पुरै ट्रक चल्छ यो एरिया चाहिँ तलसम्म। होइन यहाँ चाहिँ सरकारी उसहरू सबै यहीँ हुन्छ क्या, बिल्डिङ के अरे कामहरू के अरे यहाँ गभर्मेन्ट बिल्डिङ हो यो चाहिँ। अनि क्यामन आइल्यान्ड गभर्मेन्ट भनेर भन्छ त्यहाँ चाहिँ। अनि तपाईँको राम्रो छ। ट्राफिक छ अलिअलि। अनि तपाईँको यहाँ के अरे इमिग्रेसन अफिस चाहिँ यहाँ हो, जुन स्ट्याम्पहरू लिने यता उसहरू लिने चाहिँ यहाँबाट हो, यो अफिसबाट। जाँदैछु गाइस, हेर्नु यहाँको क्यामन आइल्यान्डको रोड यस्तो छ। शान्त छ ठाउँ चाहिँ है, शान्त छ एकदम। ल है साथीहरू, म त डेलिभरी लिएर हिँडिरहेछु होइन। त्यस्तै छ, घाम लागिरहेको छ मजाले। अनि मेरो गाडी चाहिँ हन्डा फिट हो होइन, सानो छ। अनि यो चाहिँ मैले सानो किन लिएको भन्दाखेरि के अरे तपाईँको यो डेलिभरी जाँदाखेरि एकदम सजिलो हुन्छ नि त। गली जानुपर्छ, गली जाँदा पनि सजिलो हुन्छ। सानो गाडी चिटिक्क छिटो अनि डेलिभरी पनि छिटो हान्न पायो होइन। तेल पनि यसले अलिक कम खान्छ अरूभन्दा, त्यस्तै छ। यस्तो यो राउन्ड एबोर्डमा चाहिँ गोलाइमा चाहिँ एकदमै ध्यान दिनुपर्छ क्या। गाडी कहाँबाट घुसिदिइहाल्छ। अनि राउन्ड एबोर्ड डेन्जर हुन्छ क्या। अहिले म चाहिँ दुईटा डेलिभरी लिएर हिँडेको छु गाइस। अनि यहाँ चाहिँ यहाँ गाडी धुने ठाउँ छ होइन, कस्तो लिँदो रहेछ, $30 सबै गर्दो रहेछ गाडी साडी सबै। डेलिभरी धेरै छैन आजकल, अलि स्लो छ। यसो गरे बसेँ, भित्र गएर बस्यो, ब्रेक सेक भयो, खानसाना खायो होइन, खानसाना खायो अनि लागिरहेको क्या। अहिले खाना खाएर होला निन्द्रा लागिरहेको छ।
या भइरह्यो गाइस या खाना खाएर गाडी चलाउन लास्टै अलि निन्द्राले च्यापिहाल्छ त्यतिकै निद्रा आउँछ जस्तो भएन मैले गाडी चलाएको नि भयो साथीहरू कति 7 वर्ष भयो है आएर 1 वर्ष मैले भित्र काम गरेँ त्यसपछि लाइसेन्स निकालेर अब गाडी किनेर बाहिर डेलिभरीमा हालेँ अनि तपाईँको यहाँ नेपालको लाइसेन्स के गर्न मिल्छ भने तपाईँ अहिले आएको 3 महिनाभित्रमा तपाईँको नेपालको लाइसेन्सबाट यहाँको लाइसेन्स चेन्ज गर्न मिल्छ क्या ल्याउन मिल्छ तर त्यसको लागि चाहिँ फेरि उता यातायातलाई इमेल गराउनु पर्छ कि यो चाहिँ रियल के अरे लाइसेन्स हो भनेर यिनीहरूले त्यो जबसम्म उताबाट इमेल आउँदैन नि यातायातबाट तबसम्म यिनीहरूले फेरि यहाँ गराइदिन्न क्या त्यो चाहिँ फेरि 3 महिनाभित्रमा 3 महिना एक्सपायर भयो भने त्यहाँबाट चाहिँ बन्दैन त्यहाँबाट चाहिँ तपाईँले यहीँ लिखित दिनुपर्छ ट्रायल दिनुपर्छ अनि मात्र लाइसेन्स निस्किन्छ है गाइज केमन आइल्यान्डमा चाहिँ त्यस्तो छ अनि यसो अब डेलिभरी भनेको यस्तै हो काम भनेको यस्तै हो गाइज अब मेरो चाहिँ आनन्द छ कि 12 घन्टा 14 घन्टा 15 घन्टा 16 घन्टा जति घन्टा पनि गर्न सक्यो नि त अब गाडीमा आनन्दले हिँड्न पायो होइन ठाउँ घुम्न हेर्न पायो त्यस्तो हुन्छ अरू काममा दल्यो भने त कामको काम उभिन लास्टै गाह्रो हुन्छ गाइज होइन उभिएर काम गर्न सकिँदैन यहाँ अब यही हो गाडी चलायो भने अब आफ्नो ज्यानलाई पनि आराम हुने भयो पैसा भनेको तलमाथि धेर थोर त्यस्तै हो होइन गाडीमा अब डेलिभरीमा हिँड्यो भने चाहिँ त्यो बडीलाई एकदमै आराम टाइम भनौँ न अरू जस्तो काम खटिएर गर्नु परेन ज्यानलाई आराम पाइयो जनलाई आराम पायो एउटा जन्नले ठोकिदिइरह्यो त आँखै नहेर्कन गाडी कुदाउँछ अब यो के अरे यो स्कुल छुट्टी हुने बेला भयो क्या साथीहरू अनि पुरै यो के अरे बच्चाहरू पिकअप गर्नलाई डल्को गाडीहरू के सबै यता स्कुल छ त्यही बच्चाहरू पिकअप गर्नलाई गएको गाडीहरू छ पनि हेर्नु न मस्त क्या स्कुल बस पनि आयो भर्खर स्कुल छुट्टी भएर निस्क्यो होला गाडीहरू स्कुल बसहरू डेलिभरी गर्ने अपार्टमेन्ट चाहिँ यही हो अपार्टमेन्ट चाहिँ होइन गाइस खतरा घर छ मलाई एकदम कुल लाग्छ क्या यहाँ गर्मी एकदम छ नि त गर्मीमा अनि मजाले हेर्नु न अब रुखहरू पनि चट्ट काटेर चट्ट मिलाएको बुढा पनि छ फेरि राम्रो लाग्छ अब राम्रो छ यो ठाउँमा 34, 35, 38 मा हो घर हेर्नु साथीहरू यार खतरा छ नि होइन त साथीहरू ल हेर्नु त मजाको छ यार अपार्टमेन्टहरू रुख चट्टा यस्तो रुखमाथि तल बस्नलाई झन् आनन्द फिल हुन्छ क्या घर त राम्रो छ नि ल हेर्नु त ठिकै भयो मान्छेलाई यार क्लिन सफा छ हैन घरहरु चाहिँ खतरा छ गाइस ल गाइस अहिले चाहिँ पुरै रात परे म अझै पनि डेलिभरी गरिरहेको छु पुरै रात परिसक्यो ट्याप्पै